हेलो एभ्रिवान। आज हामी जावा प्रोग्रामलाई हाम्रो कम्प्युटर सिस्टममा कसरी रन गराउने भन्ने कुराहरू हेर्न गइरहेका छौँ। जावा प्रोग्रामलाई हाम्रो कम्प्युटरमा रन गराउनको लागि चाहिँ हामीलाई पहिला कुरा चाहिँ जावा हाम्रो सिस्टममा इन्स्टल भएको हुनुपर्छ। त्यसको लागि चाहिँ हामी यहाँ कुनै पनि एउटा वेब ब्राउजरमा गएर जावा इन्स्टल गर्नको लागि फाइल डाउनलोड गरौँ। त्यही भएर पहिला सुरु हामी कुनै पनि एउटा वेब ब्राउजरमा जाउँ। मैले यहाँ मेरोमा गुगल क्रोममा गएको छु। तपाईहरु आफ्नो सिस्टममा भएको कुनै पनि एउटा ब्राउजरमा जान सक्नुहुन्छ अनि त्यहाँ गएर चाहिँ जावा डाउनलोड भनेर सर्च गर्न सक्नुहुन्छ। जावा डाउनलोड भनेर सर्च गरिसकेपछि हामीसँग ओराकलको चाहिँ ओराकल को चाहिँ एउटा वेबसाइट तपाईले देख्न सक्नुहुन्छ। त्यहाँ गएर चाहिँ हेर्न डाउनलोड गर्नुपर्ने हुन्छ। ओराकल अफिसियल साइटमा गएर चाहिँ हामीले यहाँ तल गएर हेर्न सक्छौं। यहाँ हामीसँग चाहिँ डिफरेन्ट भर्जन अफ जेडीके देख्न सक्छौं। हामीले जेडीके 26, जेडीके 25, जेडीके 21 हेर्न सक्छौं है। अब हामी चाहिँ अहिले अब जेडीके 26 चाहिँ लेटेस्ट भर्जन हो। हामी जेडीके 25 लाई डाउनलोड गर्छौं। यो एलटीएस भर्जन हो। त्यही भएर है अब यहाँनेर गएर तपाईहरुले जब जेडीके 25 सेट गरिसके पछाडी चाहिँ हामीले यहाँनेर कुन चाहिँ प्लेटफर्मको लागि इन्स्टल गर्नुपर्ने हो त्यो हेर्नुपर्ने हुन्छ। लिनक्स हो कि म्याक हो कि विन्डोज हो है। अब मेरो सिस्टममा विन्डोज छ, त्यही भएर म विन्डोज इन्स्टलर डाउनलोड गर्दैछु। यहाँनेर हेर्न सक्नुहुन्छ विन्डोज इन्स्टलरको मन लिंकमा क्लिक गरे भने यहाँ मेरो सिस्टममा डाउनलोड हुन गइरहेको छ जेडीके 25। अब एकैछिन टाइम लाग्छ यो डाउनलोड हुनको लागि डिपेन्डिङ अन द इन्टरनेट स्पिड। अनि एकैछिन वेट गरौँ, त्यसपछि हामी यसलाई इन्स्टल गर्नेछौँ। अब मेरो सिस्टममा अलमोस्ट जेडीके इन्स्टल भइसकेको छ है। म यसलाई डबल क्लिक गरेर यहाँबाट डबल क्लिक गरेर पनि रन गराउन सक्छु। प्लस म यहाँ यसको फोल्डरमा गएर पनि यसलाई यसरी फोल्डरमा गएर यसलाई डबल क्लिक गरेर रन गर्न सक्छु है त। अब यो हेर्नुस्, अब मैले यसलाई यस गरे एकछिन टाइम लिँदैछ। मतलब अब सुरु भयो इन्स्टलेसन। अब मैले यसलाई नेक्स्ट गरे। नेक्स्ट गरिसकेपछि यहाँनेरि मैले यो मेरो जावा जेडीके चाहिँ कहाँ इन्स्टल हुने भन्ने लोकेसन यहाँ देखाइरहेको छ। हामीले लोकेसन चेन्ज पनि गर्न सक्छौं डिपेन्डिङ अन आवर निड हैन। मैले चाहिँ अहिले यसलाई यतिकै राख्दै। यहाँ मेरोमा चाहिँ अहिले सी को प्रोग्राम फाइलको जावा भन्ने फोल्डरमा जेडीके 25.0.3 इन्स्टल भइरहेको छ। मैले अब यसलाई नेक्स्ट गरे। अब यसले एकैछिन टाइम लिन्छ जावा जेडीके इन्स्टल गर्नको लागि। ल अब मेरो सिस्टममा सक्सेसफुली इन्स्टल भनेर आइसकेको छ। म यसलाई क्लोज गरे। अब यति इन्स्टल भइसके पछाडी अब मैले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ पहिला सुरु हामी चेक गरौँ। कमान्ड प्रम्प्टमा गएर चाहिँ यहाँ तपाईहरु सर्च बारमा cmd गरेर कमान्ड प्रम्प्टमा गएर जेडीके इन्स्टल भयो कि भएन भनेर एकचोटी क्रस चेक गरौँ। हामी यसको लागि चाहिँ एउटा कमान्ड दिन्छौं java drsion भर्जन गरेर हेर्यौं भने यहाँ हेर्न सक्छौं हामीले जावा भर्जन अलरेडी इन्स्टल भइसकेको छ हाम्रो सिस्टममा। ल अब त्यसपछाडीबाट हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ यो जावालाई चाहिँ हामीले पाथ सेटअप गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामी कहाँ इन्स्टल भएको छ त्यहाँ जाउँ है। त्यसपछि जेडीके 25 बिन फोल्डरमा त्यसपछि यसलाई चाहिँ मैले यो लोकेसनलाई चाहिँ मैले के गरे त कपी गरे। कपी गरे पछाडी त्यसपछि हामी कहाँ जानु पर्छ त भन्दाखेरि चाहिँ मैले यहाँ इन्भाइरोमेन्ट भेरिएबल भनेर environment भेरिएबल भनेर यहाँनिर तपाईले
जानुपर्ने हुन्छ इन्भाइरोमेन्ट सिस्टम प्रपर्टिजको इन्भाइरोमेन्ट भेरिएबलमा गएर चाहिँ यहाँनिर सिस्टम भेरिएबल्समा पाथ भन्ने सेक्सनमा चाहिँ हामीले एडिट गरौँ त्यसपछिबाट यहाँनिर गएर चाहिँ न्यू भनेर एउटा सेट गरौँ त्यसपछि त्यो अहिलेको कपी गरेको पाथलाई चाहिँ यहाँनिर गएर पेस्ट गरिदिउँ अनि त्यसपछिबाट ओके गरौँ अनि यसलाई नि ओके गरौँ यसलाई नि ओके गरौँ यो पाथ सेटअप गरिसकेपछि चाहिँ हाम्रो प्रोग्राम कम्पाइल एन्ड रन गर्नलाई सजिलो हुन्छ है त त्यस पछाडिबाट हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ अब हामी के गरौँ भन्दाखेरि चाहिँ हाम्रो यो जेडीके इन्स्टल भइसकेको छ अब एउटा सानो सिम्पल जाभा प्रोग्रामलाई चाहिँ कमान्ड प्रम्प्टबाट कम्पाइल एन्ड रन गराउने कोसिस गरौँ है त त्यसको लागि चाहिँ मैले अब यहाँ के गर्छु भन्दाखेरि चाहिँ म एउटा फोल्डर बनाउँछु जसको नाम चाहिँ मैले जेएभीए जाभा एक्जाम्पल भनेर यसरी दिएँ एक्स हो यसभित्र चाहिँ मैले अब जाभाको प्रोग्राम लेख्नुपर्ने हुन्छ है त्यसको लागि चाहिँ मैले एउटा स्याम्पल जाभा प्रोग्राम अलरेडी यो टेक्स्ट डकुमेन्टमा लेखिसकेको छु है त अब यसलाई चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ यहाँभित्र लगेर कपी गर्छु अथवा भित्र यसमा मुभ गराउँछु अनि यसलाई चाहिँ मैले अब यसलाई ओपन गरेँ टेक्स्ट डकुमेन्टलाई त्यसपछि म यो अलरेडी लेखिसकेको प्रोग्रामलाई चाहिँ यसलाई चाहिँ सेभ एज के गर्छु त भन्दाखेरि चाहिँ सेभ एज जाभा फाइल गर्छु है त त्यसको लागि चाहिँ मैले के गर्नुपर्छ हुन्छ भन्दाखेरि चाहिँ अब क्लासको नाम जे छ फाइलको नाम नि हामीले त्यही राख्छौँ HELLO हेलो डट जाभा हाम्रो जहिले पनि जाभा फाइल डट जाभा एक्सटेन्सनमा हुनुपर्छ है त अनि त्यसपछि क्लासको नाम र फाइलको नाम सेम नर्मली हामीले सेम राख्छौँ है अनि क्लासको नाम जहिले पनि क्यापिटलबाट सुरु हुन्छ अप्पर केसमा अब यसलाई मैले के गरेँ त भन्दाखेरि सेभ गरेँ अनि यसलाई चाहिँ मैले क्लोज गरिदिएँ अब यहाँ हेर्न सक्छु मैले यहाँनिर हेर्नुभयो भने जाभा सोर्स फाइल भनेर मेरो आइसकेको छ अब यसलाई मैले ओपन विथ नोटप्याड गरेँ भने हेर्नुहोस् यो कोड मेरो आइसकेको छ है अब यही कोडलाई चाहिँ मैले कम्पाइल एन्ड रन गर्छु ठिक छ यसलाई मैले अब डिलिट गरिदिँदा पनि भयो है त मेरो कोड आइसकेको छ अब त्यसपछिबाट यसलाई म कम्पाइल एन्ड रन गर्छु केबाट त भन्दा कमान्ड प्रम्प्टबाट त्यसको लागि चाहिँ मैले यही पाथमा चाहिँ मेरो जुन फोल्डर छ त्यही फोल्डरको पाथमा चाहिँ कमान्ड प्रम्प्ट खोल्नुपर्ने हुन्छ त्यही भएर म यहाँ गएर सीएमडी गर्छु है त यस्तो गरिसकेपछि मेरो पाथमा आइसकेको छ है यो जुन मेरो जाभा एक्स भन्ने फोल्डरभित्र चाहिँ मेरो फाइल छ जाभा फाइल त्यसलाई चाहिँ मैले यहाँ अब कम्पाइल एन्ड रन गराउँछु है त कम्पाइल एन्ड रन गराउनको लागि चाहिँ मैले के कमान्ड दिनुपर्छ भन्दाखेरि चाहिँ सुरुमा पहिला कम्पाइल गरौँ त्यसको लागि चाहिँ मैले जेभीए जाभा सी अनि त्यसपछि फाइलको नाम चाहिँ हेलो डट जाभा दिनुपर्ने हुन्छ त्यसपछि इन्टर गऱ्यो भने यदि इधर आएन भने मेरो नेक्स्ट लाइनमा जान्छ त्यसपछि उहाँलाई यहाँ एकचोटि हेरौँ पछाडिपट्टि मेरो यो फोल्डरमा यहाँ क्लास फाइल आइसकेको छ बनिसकेको छ भनेपछि कम्पाइल भइसकेको छ यो क्लास फाइल चाहिँ मेरो बाइट कोड फाइल हो है त्यसपछि अब मैले रन गराउनको लागि चाहिँ के कमान्ड दिन्छु भन्दाखेरि चाहिँ जाभा अनि क्लासको नाम मेरो के छ हेलो भनेर छ हैन त त्यसपछि यहाँ इन्टर गरिसकेपछि अब यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँनिर हेलो वर्ल्ड भनेर प्रिन्ट भइसकेको छ कन्सोलमा हैन त यो कहाँबाट आयो भन्नुहुन्छ भन्दाखेरि यो मेरो सोर्स फाइलमा गएर मैले यसलाई ओपन गराएँ भने यहाँनिर मेरो system.out.println मा चाहिँ हेलो वर्ल्ड भन्ने यहाँनिर मेरो देखाएको छ हैन त्यो चाहिँ मेरो यहाँनिर आउटपुट स्क्रिनमा देखिएको हो यसरी चाहिँ हामीले के गर्न सक्छौं त भन्दाखेरि चाहिँ प्रोग्रामलाई हाम्रो प्रोग्राम सिम्पल जाभा प्रोग्रामलाई कमान्ड प्रम्प्टबाट चाहिँ यसरी रन गराउन सक्छौं है त त्यसैगरी हामीले यही प्रोग्रामलाई अब हामीले VS कोडबाट पनि रन गराउन सक्छौं है जाभा प्रोग्रामलाई VS कोडबाट कसरी रन गराउने भनेर अब हामी हेरौं त्यसको लागि चाहिँ मलाई पहिला VS कोड चाहिँ मेरो सिस्टममा इन्स्टल भएको हुनुपर्छ तपाईहरुले गुगलमा गएर चाहिँ VS कोड डाउनलोड भनेर सर्च गरेर त्यहाँ तपाईहरुले फर विन्डोज डाउनलोड गर्न सक्नुहुन्छ है त अब त्यसपछि मैले यहाँ मेरोमा इन्स्टल भइसकेको छ त्यही भएर मैले VS कोड खोले अब VS कोड खोलिसकेपछि पहिला सुरु मलाई जाभा प्रोग्राम रन गर्नको लागि चाहिँ एक्सटेन्सन चाहिन्छ है त्यसको लागि चाहिँ मैले यहाँ एक्सटेन्सन भन्ने सेक्सनमा गएँ र मैले यहाँनेरि के गर्छु त भन्दाखेरि जाभा भनेर यसरी टाइप गरे भने यहाँ तल जाभा रिलेटेड एक्सटेन्सनहरु आउँछ त्यसमध्येमा मलाई चाहिने भनेको अब हामीलाई चाहिने भनेको यो एक्सटेन्सन प्याक फर जाभा भनेर सर्च गर्न सकिन्छ हामीले एक्सटेन्सन प्याक फर जाभा यसलाई मैले इन्स्टल गराउनु पर्ने हुन्छ मेरोमा इन्स्टल भइसकेको छ त्यही भएर तपाईहरुकोमा यदि छैन भने यसलाई इन्स्टल गराउनु होला है
अनि यो गरिसके पछाडि यो एउटा हामीलाई चाहिने कुरा हो। त्यसपछि अर्को हामीलाई चाहिने भनेको चाहिँ यो कोड रनर भन्ने छ हामीसँग है। यो कोड रनर भन्ने छ, यसलाई पनि तपाईहरु इन्स्टल गराएर राख्नु होला, पछि काम लाग्छ हामीलाई कोड रन गराउनको लागि। यो दुईटा चाहिँ तपाईले आफ्नो सिस्टममा इन्स्टल गराउनु होला जावा प्रोग्राम रन गर्नको लागि। एउटा चाहिँ हामीसँग एक्सटेन्सन प्याक फर जावा, यो चाहिँ चाहिने कुरा हो। अनि अर्को भनेको कोड रनर, यो पनि हामीसँग आवश्यक पर्न सक्छ, त्यही भएर यसलाई गरौँ है त। त्यसपछि यो दुईटा प्याक एक्सटेन्सन प्याक डाउनलोड गरिसके पछाडि हामीले के गर्छौं त भन्दाखेरि चाहिँ हामीले अघि जावा EX भन्ने फोल्डरलाई यसमा राख्छौं है त। त्यही भएर ओपन फोल्डर यहाँबाट पनि गर्न सक्छु, प्लस मैले यहाँनिर फाइलमा गएर ओपन फोल्डर गर्न सक्छु। त्यो गरेर मैले यहाँ मेरो डेस्कटपमा चाहिँ त्यो अघिको फाइल छ, यसलाई मैले यहाँ ओपन गराएँ है त। ओपन गराएपछि मेरो यहाँ फाइल यहाँनिर देखिन्छ हैन। अघिको फाइल मैले hello world.java हैन, hello.java यहाँनिर मेरो हामीले देख्न सक्छौं है त। त्यसपछि अब यसलाई पनि हामीले यो अघि नै कमान्ड प्रम्प्टमा रन गराएको जसरी यहाँ पनि हामीले टर्मिनलमा रन गराउन सक्छौं। त्यो कसरी गर्न सकिन्छ त्यसलाई एकचोटी हेरौँ है त। त्यसको लागि चाहिँ मैले पहिला के गर्छु त भन्दाखेरि चाहिँ यहाँ 3 डटमा गएर टर्मिनल्समा गएर न्यू टर्मिनल्स भनेर गर्छु। त्यसपछि म यहाँ अलरेडी हेर्न सक्नुहुन्छ यहाँनिर हामी त्यही अघिको पाथमा छौं। त्यसपछि मैले यहाँ के गर्छु, सेम अघिको जस्तो कम्पाइलर रन गराउनु पर्ने हुन्छ। यदि नयाँ फाइल छ भने चाहिँ जस्तै फर एक्जाम्पल हामी एउटा नयाँ फाइल बनाऊ, यसलाई म यहाँनिर कपी गरे, यसलाई कपी गरे अनि म यहाँनिर गएर न्यू फाइल गरे हैन। यसको नाम चाहिँ मैले hi.java भनेर दिएँ रे हो। यही कोडलाई मैले यहाँनिर पेस्ट गरे। यसको मैले फाइलको नाम चाहिँ क्लासको नाम चाहिँ मैले हाई दिएँ। त्यसपछिबाट मैले system.out.println मा अलिकति चेन्ज गरे। त्यसपछि मैले यहाँनिर के गर्छु त भन्दाखेरि दिस इज मी भनेर गरे फर एक्जाम्पल है त। गरे भने अब मैले चाहिँ यसलाई सेभ गरौँ कन्ट्रोल एस। त्यसपछिबाट अब यसलाई चाहिँ म यो hi.java लाई चाहिँ कम्पाइलर रन गराउन खोज्छु है त युजिङ टर्मिनल हो। त्यसको लागि चाहिँ मैले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि चाहिँ पहिला मैले के गर्नु पर्यो भन्दाखेरि चाहिँ जावा सी अनि त्यसपछि hi.फाइलको नाम हैन .java। यदि कुनै एरर आएन भने मेरो अर्को लाइनमा आउँछ यो हो, आइसकेको छ। अनि त्यसपछिबाट मैले यहाँ के गर्न सक्छु, अब रन गराउनु पर्ने हुन्छ है त। अब यदि एरर आयो भने चाहिँ कसरी आउँछ त्यसलाई एकचोटी हेरौँ है त। यहाँनिर फर एक्जाम्पलको लागि मैले यहाँ सेमिकोलन मिस गरेँ हैन, सेमिकोलन मिस गरेँ र यसलाई कम्पाइल गराउन खोजेँ है एक्जाम्पलको लागि भने मैले एउटा यहाँनिर यसरी एरर देख्न सकिन्छ है। एरर एक्सपेक्टेड सेमिकोलन भनेर आइसकेको छ हैन, एरर यसरी देख्न सकिन्छ हैन। तपाईको प्रोग्राममा केही एरर छैन भने कम्पाइल गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ त एरर देखाउँदैन, मतलब एरर छैन भने एरर आउँदैन। अनि फेरि अनि रन गराउनलाई अर्को लाइन आएको हुन्छ। अनि हामीले के गर्नुपर्छ त अब रन गराउनलाई चाहिँ फेरि जावा अनि हाई भनेर यसरी क्लासको नाम दियौँ है। हाम्रो प्रोग्राममा यहाँनिर हाम्रो आउटपुट देख्न सकिन्छ है त। यहाँनिर हाम्रो आउटपुट देख्न सकिन्छ। यसरी हामीले टर्मिनलमा पनि रन गराउन सक्छौं हैन। अघि नै हामीले यहाँनिर एक्सटेन्सनमा चाहिँ कोड रनर भनेर हामीले कोड रनर भनेर जुन इन्स्टल गराएको छौं त्यसको थ्रुबाट पनि हामीले यो प्रोग्रामलाई रन गराउन सक्छौं। यो जब हामीले कोड रनर इन्स्टल गरिसके पछाडी हाम्रो प्रोग्राम लेखिसकेपछि यहाँनिर रन एन्ड डिबग भन्ने यहाँनिर अप्सन एउटा आएको छ। यहाँबाट तपाईले यो प्रोग्रामलाई रन पनि गराउन सक्नुहुन्छ हैन। रन गराउनु भयो भने यहाँनिर हेर्न सक्नुहुन्छ, आइसक्छ यहाँनिर रिजल्ट हैन। त्यसरी पनि रन गराउन सक्नुहुन्छ। प्लस यहाँनिर गएर तपाईहरुले रन कोड भन्ने यहाँ अप्सन पनि हुन्छ हामीसँग है। रनको लागि यहाँ बटन पनि हुन्छ, यो पनि क्लिक गरेर हामीले रन गराउन सक्छौं हाम्रो प्रोग्रामलाई। ठीक छ, यसरी रन गराउन सक्छौं है। टर्मिनलबाट पनि रन गराउन सक्छौं, प्लस हाम्रो यो कोड रनरले हामीलाई यहाँनिर बटनको थ्रुबाट नि रन गराउने अप्सन दिन्छ। यहाँ रन बटन हामीसँग यहाँ हुन्छ, त्यसको थ्रुबाट पनि हामीले रन गर्न सक्छौं प्रोग्रामलाई। Thank you so much everyone.